सहकर्मी सशस्त्र प्रहरी महानिरीक्षकज्यू लगायत सम्पूर्ण प्रहरी तर्फका मित्रहरू, सञ्चारकर्मी मित्रहरू, सबैलाई नमस्कार। अब यो क्रमशः दुईटा विषय उठेका छन्। दुईटा विषयकै सन्दर्भमा म क्रमशः जानेछु। पहिलो प्रश्न थियो, यो हामीलाई त दोस्रो माहा छ, यहाँ पहिलो यसमा म एउटा सङ्गठनको अविच्छिन्न उत्तराधिकारको हैसियतले चाहिँ विगतमा भएका विषयवस्तु समेतलाई समेटेर बोल्नेछु, किनकि कतिपय डिसिजनहरू पहिला भएका छन्, त्यसको निरन्तरता चाहिँ मैले पनि दिइराखेको छु। त्यस कारणले यी सबै विषयवस्तुलाई म त्यसरी समेट्नेछु भन्ने पनि निवेदन गरेँ। निर्वाचन भइसके पछाडिको अहिलेको सहजकालमा हामी छौँ। सहजकालमा सजिलै कुरा गर्न हामीलाई सहज भएकै छ। निर्वाचन अगाडिको परिस्थिति यस्तो थिएन। निर्वाचन हुन्छ कि हुन्न भन्ने सन्दर्भमा निर्वाचन हुनु 2-3 दिन अगाडि पनि हामीलाई पनि इभन निर्वाचन आयोगमा पनि हुन्छ कि हुन्न भन्ने प्रश्न सुन्नु परेको थियो। हुन्छ हुन्न भन्ने दुविधाकै बिचमा चाहिँ निर्वाचन सफलतापूर्वक सम्पन्न भयो। सचिवले पनि यो यस अगाडि राखिसकेको छ। यो निर्वाचन हुँदाका बखतमा निर्वाचन हुनुमा विगतको पोहोर सालको घटनाहरू, भदौ 23 र 24 का घटनाहरू, त्यसपछि उत्पन्न परिस्थितिहरू र त्यो निर्वाचन बनाएरै निर्वाचनको माध्यमले मुलुकलाई शान्तपूर्ण र एउटा सही संवैधानिक सही मार्गमा लैजाने प्रयत्न स्वरूप हामी त्यसमा क्रियाशील थियौँ। र त्यही निर्वाचनमा परिस्थिति विकसित परिस्थिति फरक थियो अहिलेको भन्दा। र त्यो अवस्थामा चाहिँ पूर्वानुमान के थियो भने सुरक्षा योजनामा पनि 1.5 लाख जति सुरक्षाकर्मी थप गर्नुपर्छ भन्ने थियो। 1.5 लाख सुरक्षाकर्मी थप गर्ने क्रममै हुँदाखेरि मितव्ययिताको हिसाबले पनि पछि हामीले चाहिँ त्यसमा मोटामोटी रूपमा घटाएर फेरि 15,000 जति घटाएर हामीले त्यसमा प्रस्ताव गरेका थियौँ। र त्यो पछाडि हामी सशस्त्र नेपाल प्रहरीमा म्यादीको नाम फेरेर निर्वाचन प्रहरीलाई हामीले राखेका थियौँ। मूलभूत रूपमा उठेका प्रश्नका सम्बन्धमा सचिवले यस अगाडि निवेदन गरिराखेका छ, जसमा यो खरिद प्रक्रिया यो 60-65 दिनभित्रको पिरियडमा नसकिने कुरा मात्र होइन कि निर्वाचनलाई तोकिएको दिनभन्दा 32 दिन अगाडि मात्रै हामीले निर्वाचनका सम्बन्धमा म्यादी प्रहरीको नियुक्ति दिन सक्ने अवस्था थियो। 32 दिन जतिमा निर्वाचनमा खटिने म्यादी निर्वाचन प्रहरीहरूको नियुक्ति दिन सकिने, त्यसपछि बजेट आउने र उनीहरूको पहिला नियुक्ति दिइसके पछाडि खाता खोल्नुपर्ने, उहाँहरूको खातामा चाहिँ उहाँहरूले प्राप्त गर्नुपर्ने तलबको, रासनको, लत्ता कपडाको पैसा दिनुपर्ने अवस्था थियो खातामै। र त्यो अलिक पछाडि धेरै पछाडिको अवस्थामा चाहिँ हामीलाई प्राप्त भएको थियो। खरिदका सम्बन्धमा यो प्रहरी पोसाकको खरिदका सम्बन्धमा सर्वप्रथम त यी सबै ब्याकग्राउन्डको कुरा के हो भने यो खरिद विषय प्रचलित खरिदसँग सम्बन्धित आर्थिक ऐन कानुन बमोजिम खरिद गरेको विषय होइन। यो चाहिँ खरिदका तमाम हाम्रा कानुनी प्रक्रियाहरू पुरा गरेर अन्य अवस्थाको जो दोस्रो प्रश्नको उसमा आउँछ त्यो प्रक्रिया अनुसार गरिएको होइन। त्यो त्यसरी गर्न सम्भव पनि थिएन र त्यो सम्भव छैन भन्ने कुरा यो निर्वाचनमा मात्रै होइन, यसभन्दा अगाडिका निर्वाचनमा पनि यो महसुस गरिएकै विषय थियो। र अघिल्ला निर्वाचनहरूमा पनि यी जुन विधि, जुन कार्यविधि र प्रक्रियाहरू अवलम्बन गरिए ती अघिल्लो निर्वाचनका निरन्तरता नै थिए। अब तत्कालीन परिवर्तित भइआएको राजनैतिक र सुरक्षाको अवस्था, आकस्मिक त्यसपछि चुनावको झन्डै 6 महिना, लेस देन 6 मन्थ्सको चुनावको घोषणाको अवस्था, चुनाव हुने नहुने अन्योलताको अवस्था, तालुक मन्त्रालयबाट स्रोत सहमति र सुनिश्चितताको अवस्था, निर्वाचन प्रहरीको भर्ना छनौट लगायतका विषयहरू पनि हामीलाई के भनिएको थियो भने अब भर्ना छनौट त गर्दै जानुहोस्, पैसा आएन भने आफै बिहोर्नु होला भन्ने पनि थियो। भर्ना चाहिँ हामी गरिहाल्ने, किनभने अब फौजी त गर भनेपछि गरिहाल्ने हो, गरिहाल्ने, तर बजेट आएन, निर्वाचन भएन भने आफै बिहोर्नु होला भन्ने थियो। त्यसैले हामीले त्यो रिस्क लिएरै गर्नुपर्ने कुरा पनि थियो। यो पनि म यहाँनिर भन्नु सान्दर्भिक होला र स्मरण पनि गराउनु जरुरी छ भन्ने जस्तो लाग्छ।
तालिम पनि गर्नुपर्ने थियो। 10 दिनको हामीले तालिम थियो, जसभित्र डिजास्टरका विषय पनि राख्ने भन्ने थियो। 10 दिनको तालिम पनि गर्नुपर्ने थियो। तालिम लगायतका कारणले प्रचलित कानुनी प्रक्रिया बमोजिम खरिद गर्न समय सीमाका कारण असम्भव भएकोले नेपाल सरकार गृह मन्त्रालय मान्य मन्त्री स्तरकै निर्णयले विषम परिस्थितिमा विशेष कार्यविधि, त्यहाँ निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत किन भन्ने भने त्यसमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल दुवैलाई निर्वाचन प्रहरी भर्ना गर्ने म्यान्डेट थियो। कार्यविधि 2082 बमोजिम त्यही जारी गरेर त्यही कार्यविधि बमोजिम खरिद गरिएको थियो। म यो निवेदन गर्न चाहन्छु। र त्यो विगतका निर्वाचनमा पनि यही कार्यविधि अवलम्बन गरिएको रहेछ। तालुक गृह मन्त्रालयको योजना अनुगमन तथा मूल्याङ्कन शाखाको पत्रबाट अर्थ मन्त्रालय समक्ष निर्वाचन प्रहरीको लागि रकम माग भयो। त्यसपछि निर्वाचन प्रहरी छनौट तथा परिचालनको सहमति प्राप्त भएर आयो। त्यस पछाडि त्यही गृह मन्त्रालयकै अनुगमन तथा मूल्याङ्कन शाखाबाट यो पौषको 17 गते तालुक गृह मन्त्रालयको नाममा जारी भएको पत्रमा नेपाल प्रहरीको नाममा विभिन्न शीर्षकमा यो तलब, भत्ता, रासन, लत्ता कपडा शीर्षकमा स्रोत सहमति पनि भएर आयो। तत्पश्चात मन्त्रालयको कर्मचारी प्रशासन शाखाको पत्र साथ निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि एकीकृत कार्यविधि 2082 प्राप्त भयो। त्यो चाहिँ पौष 21 गते प्राप्त भयो। र उक्त कार्यविधिमा विभिन्न किसिमका व्यवस्थाहरू गरिएको थिए। कार्यविधि यहाँ छ, यसरी हेरौँ न, थियो। कार्यविधिको व्यवस्थामा एकछिनमा भन्नुला। कार्यविधि भित्रको दफा 13 को खण्ड खमा निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको जहाँ निर्वाचन, सबै जिल्लामा निर्वाचन हुन्छ र ती जिल्लाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाए सरहको दर रेट अनुसार प्रति निर्वाचन प्रहरीलाई 40 दिनको लागि खाद्यान्न, त्यो रासन बापतको रकम निजकै व्यक्तिगत खातामा उपलब्ध गराइनेछ भन्ने थियो। रासनको सम्बन्धमा केही विवाद पनि थिए, किनभने नेपाल प्रहरी र सशस्त्रको रासनका सम्बन्धमा पनि असमानता भएको कारणले पनि सशस्त्रमा खटिएको निर्वाचन प्रहरीले एक थरी रासन पाउने, नेपाल प्रहरीको तर्फ खटिएकोले अर्को थरी पाउने कुराले त्यहीँनिर कम्प्यारिजन हुन्छ र असन्तुष्टि पनि हुन्छ भन्ने पनि थियो। त्यसको व्यवस्थापन पनि गर्न परेको थियो केही जिल्लामा। पछि रासनको समानता भए पछाडि चाहिँ यसको अलिकति समाधान हुन गएको पनि म स्मरण गराउन चाहन्छु। त्यही कार्यविधिको खण्ड ङमा नेपाल प्रहरीसँग खटिने, म नेपाल प्रहरीको मात्रै बोल्ने हुनाले अहिले बाँकी फेरि सशस्त्र प्रहरीको सरबाट आउँछ। नेपाल प्रहरीसँग खटिने निर्वाचन प्रहरीले अनुसूची 6 क अनुसारको पोसाक, त्यहाँ अनुसूची 6 क मा पोसाक तोकिएको छ। त्यहाँ पोसाक अनुसूची 6 मा तोकिएको छ। त्यो यसमा यहाँ बुक छ, यहाँ म टक्राउँला। पोसाक नेपाल प्रहरीसँग खटिने निर्वाचन प्रहरी आफैले पोसाक खरिद गरी अनिवार्य रूपमा लगाउनु पर्नेछ। तोकिएको बमोजिमको पोसाक भन्ने छ। त्यो जुत्ता 1 जोर भन्ने छ, त्यसमा 2 जोर भन्ने त्यहाँ निवेदनमा मैले भर्खर सचिवजीले पढेको सुने। ऐजन त्यही कार्यविधिको खण्ड च मा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालयबाट तोकिए बमोजिमको दर रेटको, त्यो हिमाल पहाड तराईको दर रेट छुट्टी छ आधारमा पोसाक बापतको रकम उपलब्ध गराइनेछ भन्ने छ। त्यो निर्वाचन प्रहरीको खातामा सिधै ट्रान्सफर हुने हो। त्यही कार्यविधिको खण्ड 6 मा निर्वाचन प्रहरीलाई उपलब्ध गराइने सम्पूर्ण सेवा सुविधा बापतको तलब, भत्ता, रासन, लत्ता कपडा बापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइनेछ भन्ने छ। त्यसैले सम्बन्धितको बैंक खातामा उपलब्ध गराइएको थियो। सोही कार्यविधिको दफा 14 को खण्ड क मा नेपाल प्रहरीसँग खटिने निर्वाचन प्रहरीले
अनुसूची 6 क बमोजिमको पोसाक लाउनु पर्नेछ भनेर तोकिएको छ। पोसाक कस्तो पोसाक हुनुपर्ने, जुत्ता के हुनुपर्ने भन्ने तोकिएको छ। त्यो तोकियो भने चाहिँ लाउनु पर्नेछ भन्ने चाहिँ त्यसरी लाउनु पर्ने अवस्था। यो निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालको कार्यविधि 82 को अनुसूची 6 क मा गरिएको व्यवस्था हो। तदनुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागको पौष 9 गतेको पत्रबाट काठमाडौँ उपत्यकाका प्रहरी कार्यालय र 7वटै प्रदेशका प्रहरी कार्यालयमा बजेटको परिधिभित्र रहेर निर्वाचन प्रहरीका लागि समय सीमा भित्रै नियमअनुसार सहज पोसाक, तलब भत्ता लगायतको व्यवस्थापन यसको व्यवस्थापन लगायतलाई परिपत्र गरिएको थियो। त्यसपछि यो गृह मन्त्रालयको कार्यविधि र बैंकिङ प्रणालीको कुरा गर्छु। निर्वाचन गराउने प्रयोजनका लागि नेपाल सरकार गृह मन्त्रालयद्वारा स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपालको कार्यविधि 82 को दफा 13 को उपदफा 9 र 6 अनुसार निर्वाचन प्रहरीले पाउने पोसाक बापतको रकम नेपाल सरकार कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत सिधै सम्बन्धित निर्वाचन प्रहरीको बैंक खातामा जम्मा गरेको थियो। रकमको भुक्तानीका सम्बन्धमा मिति 82/11/21 यो फागुन 21 को प्रतिनिधि सभा निर्वाचनको लागि भर्ना भएका निर्वाचन प्रहरी भर्ना भए पश्चात कामकाज गर्नका लागि निजहरूले लगाउने पोसाक खरिद गर्नका लागि हिमाल, पहाड, तराईमा तोकिएको दरले प्रत्येक निर्वाचन प्रहरीको आफ्नै बैंक खातामा रकम भुक्तानी भई सोही रकमबाट निर्वाचन प्रहरीले व्यापारी मार्फत सोझै लत्ता कपडा पाउने र उनीहरूको खातामै इलेक्ट्रोनिक फन्ड्स ट्रान्सफर EFT गरी कार्यविधिले तोकेअनुसारको पोसाक खरिद गरेको अवस्था थियो। र यो व्यापारी र निर्वाचन प्रहरी बीचको कारोबारको अवस्था हो। त्यसमा त्यहाँ जिल्लाका अथवा प्रदेशका वा केन्द्रका प्रहरीहरूको त्यहाँ भूमिका रहने भने फेसिलिटेसनको कुरा त्यहाँ कार्यालयमा सँगै भएको कुराले त्यहाँसम्मको कुरा चाहिँ हो। गृह मन्त्रालयको स्वीकृत कार्यविधि अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत बजेट सोझै निर्वाचन प्रहरीको व्यक्तिगत बैंक खाता सिंगल भेन्डर सिस्टममा जम्मा भएको र प्रहरी कार्यालयको नाममा कुनै अख्तियारी वा खाता सञ्चालनको अधिकार प्राप्त भएको थिएन। अब निर्वाचन प्रहरीले आफ्नै बैंक खाता मार्फत सम्बन्धित व्यक्तिबाट पोसाक खरिद गरेको अवस्थामा उजुरीमा भनिएका विषयवस्तुहरू त्यहाँ उजुरीमा व्यक्तिको नाम त छैन, त्यसमा पीडित भनेर राखिएको छ। बेनामी छ उजुरी। यो बेनामी उजुरीको लर्को यहाँदेखि लिएर हेलो सरकारदेखि लिएर सबैसित हामीले लर्को पाइराख्छौँ र यहाँ विभिन्न किसिमको समूहबाट एउटै उजुरी चाहिँ लगभग 32-34 पटक परेको छ लगातार। एउटै उजुरीको भाषा एउटै हो। त्यसमा चाहिँ एनोनिमस कुरा आउँछ। यसमा चाहिँ अब सबै प्रहरी यसमै मुछिएका छन् कि भन्ने किसिमको भाष्य बन्ने गरी झुटा आरोप लगाइएको छ र उजुरी गरिएको देखिन्छ। निर्वाचन प्रहरीले स्वयं वा आफ्नै समूहबाट मापदण्ड अनुसारको पोसाक खरिद गरेको वा र सो रकम उनीहरूकै बैंक खाताबाट सोझै भुक्तानी भएको हुँदा यसमा नेपाल प्रहरीको कुनै तहको संलग्नता हुने विषय भएन। प्रतिनिधि सभा सदस्य निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि विनियोजित रकम मध्येबाट निजहरूले नियमानुसार प्राप्त गर्ने रकम सिधै खातामा पठाइएकोले कार्यविधिले तोके बमोजिमको पोसाक खरिद गर्न निर्वाचन प्रहरीको खाताबाट पोसाकको लागि तोकिएको रकम व्यापारीको खातामा गएको र यसमा नेपाल प्रहरीको आर्थिक कारोबारमा संलग्नता भएको विषय भन्ने होइन। साथै कुनै प्रहरी कर्मचारीले व्यक्तिगत रूपमा रकम मागेको वा कसैले केही गरेको भन्ने विषय भए त्यो छुट्टै छलफलको विषय बन्न सक्थ्यो। तसर्थ निर्वाचन प्रहरीको र व्यक्तिगत समूहीकृत रूपमा सिधै खातामा गएको रकममा प्रहरी सङ्गठनलाई जोडेर गरिएका विषय, एनोनिमसली आउने विषय, उजुरीका विषयहरूले हाम्रा आगामी दिनका फेरि निर्वाचन त 1 वर्षपछि फेरि आउन पर्ला। अब यो निर्वाचनमा चाहिँ छुट्टै निर्वाचनको लागि अथवा सबै कामको लागि छुट्टै
यो खरिद व्यवस्था कसैले गरिदिएमा हामीलाई सबभन्दा सजिलो हुन्छ। त्यस कारणले यो पनि त्यो निर्वाचन खरिद गऱ्यो भने हामीलाई सजिलो हो। यसमा संलग्न हुन नपाए सुरक्षाको कुरा हाम्रो काम हुन्थ्यो, सहज हुन्थ्यो भन्ने पनि म निवेदन गर्न चाहन्छु यस अवसरमा। यो चाहिँ निर्वाचन प्रहरीको विषय। दोस्रो विषय पनि यहाँ छ, दोस्रो उजुरी पनि। दोस्रो उजुरी चाहिँ यो बोलपत्र आह्वानको सङ्केत लामो छ। त्यो सम्बन्धमा नेपाल प्रहरीको लागि खरिद गर्न पर्ने भनिएका 25वटा आइटम चाहिँ खरिद नभएको भन्ने विषय छ। एउटा खरिद भएकोमा पिर व्यक्त गरिएको छ, अर्कोमा खरिद नभएकोमा पिर व्यक्त गरिएको छ। दुईटै पिरलाई एकैचोटि सम्बोधन गर्नुपर्ने, दुईटै पिरलाई एउटै झिरले हान्नुपर्ने अवस्था आइरहेको छ। त्यसकारणले यहाँनिर यो 25वटा पोसाक सम्बन्धी माल सामान खरिद गर्नका लागि यो सार्वजनिक खरिद ऐन 2063 को दफा 14 तथा सार्वजनिक खरिद नियमावली 2064 को नियम 31 बमोजिम यो राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरिएको, त्यसपछि लागत अनुमान पनि भएको, सार्वजनिक खरिद अनुगमन कार्यालयको यो 82/5/2 भदौ 2 गतेको पत्रबाट जारी भएको निर्देशन बमोजिम बोलपत्र सम्बन्धी कागजातमा संशोधन गरी सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सञ्चालन भएको ई बिडिङ पोर्टलमा समयमै प्रविष्ट गरिएको थियो, जसमा 25 आइटम थिए र 25 आइटमका लागि जम्मा 147 बोलपत्रहरू परेका थिए दर्ता भएकामा, जसमध्ये 69वटा बोलपत्रहरू प्राविधिक मूल्याङ्कनमा सफल भई आर्थिक प्रस्तावको मूल्याङ्कनको चरणमा प्रवेश गरेको हो। त्यसैले 147वटा बोलपत्रहरू मध्येबाट 69 बोलपत्र परेको विषय एउटा मात्रै व्यक्तिको नाम खुलाएर त्यहाँ उजुरीमा अहिले सुने मैले एउटा मात्रै नाम खुलाइएको छ। तर यहाँ स्मरणीय यो छ कि यहाँ 69वटा बोलपत्रहरू परेका छन्, स्वीकृत यसमा प्राविधिक मूल्याङ्कनबाट सफलै भएको छ। त्यसैले कोही एउटा व्यक्तिलाई पर्ने नै गरी राखियो भन्ने किसिमको आरोपमा तथ्यता र सत्यता नभएको कुरा पनि म निवेदन गर्न चाहन्छु। आर्थिक प्रस्तावको मूल्याङ्कनकै चरणमा यो 82/6/10 यो असोज 10 गते नेपाल प्रहरीले 25वटै बोलपत्र तथा खरिद प्रक्रिया रद्द गरेको छ। रद्द नगरेको पिर अब यहाँनिर सुरु हुन्छ। यहाँ हेरौँ त त्यो 25वटा कतिमा कति छ नि, कतिमा कति छ, जसमा यहाँ छ 25वटा आइटममै 5वटामा जस्तो 7वटा बोलपत्र मध्ये 3वटा सेलेक्सन भएको, तयारी चुस्ता पोसाकमा बुटमा 2मा 2 नै भएको, ज्याकेटमा 4मा 2 भएको, कोयर म्याट्रेसमा 5मा 2 छनौट भएको, कम्बलमा 5मा 2, सर्टमा 8मा 3 हुँदै यसमा त्यो 147 आवेदक बोलपत्र दाता मध्येबाट 69 बोलपत्र दाताहरू यहाँ भएको पाइन्छ। अब कारण के थियो भन्दा यहाँ विषय चाहिँ आर्थिक प्रस्तावको मूल्याङ्कनका क्रममा यो विषयवस्तु, यो पनि समय पनि महत्त्वपूर्ण कुरा हो। समय यसकारण महत्त्वपूर्ण कुरा हो कि आर्थिक प्रस्तावको मूल्याङ्कनको चरण छ। मुलुकमा भाद्र 23 र 24 गते चाहिँ भएका दुःखद घटनाहरूबाट भर्खर गुज्रेको अवस्था पनि छ। त्यहाँनिर विषम परिस्थिति सिर्जना भएको पनि छ। त्यही बीचमा चाहिँ बोलपत्र दाताहरूमध्ये बाट विभिन्न ठाउँबाट हुनुपर्छ, विभिन्न ठाउँबाट यो विभिन्न सञ्चार माध्यम, पत्रपत्रिका, मन्त्रालय लगायत र प्रहरी सङ्गठनलाई पनि विपक्षी बनाएर विभिन्न किसिमका चाहिँ सम्प्रेषण विषयहरू सम्प्रेषण भइराखेका पनि छन्। विषम परिस्थिति छ, सम्प्रेषण खराब छ, आर्थिक मूल्याङ्कनको समय छ। यो अवस्थामा चाहिँ
त्यहाँ बोलपत्र बिडिङ गर्नेले बिडरले बिडिङ गर्यो, त्यसको सोल राइट चाहिँ बिडिङ लिने कि नलिने भने उसमा पनि रहने नै हुन्छ। त्यसमा द पर्चेजर विच इज नेपाल पुलिस रिजर्भ्स द राइट टु एक्सेप्ट or रिजेक्ट एनी बिड and to cancel the bidding process and reject all bids at any time prior to contract award without thereby incurring any liability to the bidders. यसमा मालसामान निर्माण कार्य, परामर्श सेवा वा अन्य सेवा आवश्यक नभएमा सार्वजनिक निकायले बोलपत्र अस्वीकृत गर्ने वा रद्द गर्ने भन्ने व्यवस्था कानुन बमोजिम नै व्यवस्था भएको विषय हो। त्यसकारण बोलपत्र रद्द गर्ने निर्णय नेपाल पुलिसले गरिसके पछाडि त्यहाँ यसको विरुद्ध चित्त नबुझेर 25वटा बोलपत्र दाताहरू मध्येबाट 8वटा बोलपत्र दाताले सार्वजनिक खरिद पुनरावलोकन समिति समक्ष 13वटा बोलपत्र दाताहरूले उच्च अदालत पाटनमा छुट्टै त्यहाँनिर रद्दको निर्णय बदर गरी पाऊँ भनेर उजुरी निवेदन हाल्नुभएको छ र दुईतिरकै पर्खिन पर्ने अवस्था पनि फेरि विद्यमानै छ। एकातिरको मात्रैले सम्बोधन गरेन, एउटै बोलपत्र थियो, त्यसमा फेरि फरक परेको अवस्था छ र 4वटा मात्र बोलपत्र दाताहरूले कतै उजुरी गर्नुभएको देखिँदैन। सार्वजनिक खरिद पुनरावलोकन समितिबाट आवश्यक नभएको भन्ने विषयलाई प्रमाणित गर्ने पर्याप्त आधार कारण नपुग्ने देखिएको र सञ्चार माध्यमको टीका टिप्पणीको आधारमा रद्द भयो कि भन्ने कुराले त्यस्तो उपयुक्त हुँदैन भनेर सार्वजनिक खरिद ऐन 2063 को दफा 50 को अथवा 5(ख)(3) बमोजिम त्यो बोलपत्रको पुनर्मूल्याङ्कनको कार्य अगाडि बढाउनु भनेर फैसला पनि भएको छ। त्यसभित्रै फेरि एउटा बोलपत्र वा प्रस्ताव मूल्याङ्कनमा कुनै त्रुटि वा पुनर्मूल्याङ्कन गर्नुपर्ने भएमा त्यस्तो त्रुटि समेत उल्लेख गरी पुनर्मूल्याङ्कन गर्न पनि आदेश दिएको छ। पुनर्मूल्याङ्कनमा जान सक्ने रुम यो बोलपत्र दातालाई छँदैछ। उच्च अदालत पाटनबाट विपक्षी प्रहरी प्रधान कार्यालय जसले रद्द गरेको थियो कोले बोलपत्र रद्द गर्दा वस्तुनिष्ठ आधार र कारण दिन नसकेको र 82/6/10 मा प्रहरी प्रधान कार्यालयले गरेको निर्णय 82/6/23 को निर्णयहरू समेत उत्प्रेषणको आदेशले बदर हुने भनिएको छ। साथै मिति 6/10 पूर्वका काम कारबाहीलाई यथावत राखी बाँकी काम कारबाही कानुन बमोजिम गर्नु भनिएको छ। कानुन बमोजिम गर्नु भनेको त्यो बोलपत्र ठिक नहुँदा कानुन बमोजिम फेरि पुनरावलोकनको लागि दोहोराइ पाउनको लागि जाने बाटो छोडेकै हो भन्ने पनि हो। तसर्थ माथि यी सबै मैले बोलेका आधार कारण समेतबाट आर्थिक प्रस्ताव समेत खोलिसकेको अवस्थामा विपक्षी बनाइएको प्रहरी प्रधान कार्यालय समेतले मिति 2082/6/10 गतेको निर्णय र 6/23 मा जानकारी निर्णय गर्दा कुनै वस्तुनिष्ठ आधार कारण दिन नसकेको नपाइँदा ती उत्प्रेषणको आदेशले बदर गरिएको भन्ने विषयमा र अदालतकै फैसलामै बाँकी काम कारबाही प्रक्रियाहरू कानुन बमोजिम गर्नु भनेको हुनाले नेपाल प्रहरी प्रधान कार्यालयले कानुन बमोजिम ती बोलपत्रका विषयमा दोहोराइ पाउनको लागि आवेदन गरेको अवस्था थियो। आवेदन गरिसकेको परिस्थिति के छ भन्दा प्रचलित न्यायिक प्रक्रियासँग सम्बन्धित सबै कानुनी उपाय समाप्त एक्जस्ट भइ नसकेका वा अन्तिम उपाय बाँकी नै रहेको हुँदा उक्त दुवै निकायको आदेश उपर खरिद पुनरावलोकन समिति र अदालतको आदेश उपर अन्तिम आदेश वा न्यायिक निरूपणका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट मुद्दा दोहोराइ पाउन सम्बन्धित अदालतमा निवेदन कानुन बमोजिम दायर गरिएकोमा सम्बन्धित अदालतबाट मिति 2083/4/27 अस्ति यसमा साउन 7 गतेका दिन सुनवाई गरी यसमा सर्वोच्चबाट सुनवाई समेत गरी मुद्दा हेर्ने अनुमति पनि प्राप्त भई मुद्दा अहिले विचाराधीन रहेको छ। यो मुद्दा अदालतकै विचाराधीनको विषय हो।
तसर्थ सार्वजनिक निकायबाट तयार गरिएको बोलपत्र कागजातमा तोकिएको शर्त र सार्वजनिक खरिद ऐनमा भएको व्यवस्था बमोजिम खरिद प्रक्रिया रद्द गरिएको, खरिद प्रक्रियाले कुनै पनि कार्य अगाडि नबढेको, बोलपत्रमा फर्महरूसँग कुनै पनि सम्झौता नभएको र राज्य कोषबाट कुनै पनि खर्च नभएको, खर्च गरिएको छैन र उजुरीमा उल्लेख बमोजिम कुनै पनि आर्थिक अनियमितता वा भ्रष्टाचार नभएको र हुनसक्ने अवस्था पनि नभएको, किनकि यसमा कुनै कामै भएको छैन। साथै खरिदसँग सम्बन्धित विषयमा चित्त नबुझेको अवस्थामा सार्वजनिक खरिद पुनरावलोकन समिति समक्ष वा अदालतमा उजुर दिई न्याय निरूपणमा हुने व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई अवलम्बन नगरी खरिद प्रक्रियालाई असफल बनाउने गलत मनसायबाट प्रेरित असम्बन्धित व्यक्तिहरूले समेत, यसमा थुप्रै असम्बन्धित मैले भने बेनामी उजुरीहरू यो सबै खरिदमा पर्छन्। मैले एउटा यो निवेदन यही मौकामा गरौँ, हाम्रा मुलुकको कर्ममा शहादत प्राप्त गरेका अमर प्रहरीहरूको नाममा अमर प्रहरीहरू को हितार्थ एउटा भिरकुटी मण्डपमा भएको हाम्रो प्रहरी यो ब्लू पेभिलियन भन्ने छ, ब्लू पेभिलियनमा अमर प्रहरीहरूले नै उत्पादन गरेका सामानहरू उनकै स्टल राखेर उनैद्वारा सञ्चालन हुने काम गर्न पाए हुन्थ्यो भनेर असल मनसायले सार्वजनिक ठाउँमा मन्तव्य दिएको विषयलाई पनि बाहिरतिर फेरि यस्तै बेनामी उजुरी बनाइएको छ। न त त्यहाँ कुनै संरचना बनाइएको छ, न कसैसित कुराकानी गरिएको छ, न कुनै सरसल्लाह भएको छ, केही नभए विषयमा बेनामी उजुरीहरूको लहरको यो अहिले गृह मन्त्रालय तालुक गृह मन्त्रालयमा पनि छ, त्यस्तै अन्य विभिन्न निकायहरूमा पनि छ। असम्बन्धित व्यक्तिहरू समेतले यस प्रकारको उजुरी असम्बन्धित निकायमा पनि दिएका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयबाट पनि जारी भएका नमुना बोलपत्र कागजात र प्रचलित सार्वजनिक खरिद ऐन नियमावलीको आधारमा हुने खरिद प्रक्रियामा नै प्रश्न चिन्ह खडा हुने गरेको छ। त्यसैले मेरो निवेदन हो, एउटा खरिद मन्त्रालय खरिद विभाग भएर सरस्वती सबै खरिदका कामहरू उहाँले गरिदिएमा हामीलाई खुरखुर काम गर्न सजिलो हुन्थ्यो भन्ने पनि विनम्र अनुरोध छ। त्यसै हाल खरिद प्रक्रियामा का सम्बन्धमा सार्वजनिक खरिद ऐनको संशोधित व्यवस्था अनुरूप बोलपत्र सम्बन्धी प्राविधिक स्पेसिफिकेसन लगायतको परिमार्जनको कार्य अगाडि बढाई नयाँ चरणबाट नियमानुसार खरिद सम्बन्धीको कार्य हुने नै छ। यस वर्ष अब आर्थिक वर्ष पनि चेन्ज भयो, यो काम हामीले यो त निरन्तर चल्ने प्रक्रिया हो, त्यस कारणले यो हुने नै छ। प्रहरी प्रधान कार्यालयबाट बोलपत्र रद्द हुँदा कुनै पनि फर्मसँग सम्झौता कन्ट्र्याक्ट एग्रिमेन्ट भएको छैन, पेस्की वा भुक्तानी फाइनान्सियल डिस्बर्समेन्ट पनि गरिएको छैन र माल सामान दाखिला पनि भएको अवस्था छैन। राज्य कोषबाट कुनै पनि किसिमको खर्च नभएकाले भ्रष्टाचार वा वित्तीय अनियमितताको वस्तुगत आधार नै विद्यमान नभएको बेहोरा पनि म सम्मानित यो समितिमा म हार्दिकतापूर्ण निवेदन गर्दछु। बाँकी के आयो भने म फेरि भन्नुला। धन्यवाद। जय नेपाल। 13 जना मान्यजीले बोल्नुभयो, मिश्रित कुराहरू सबैसित आइसके। अब यहाँ सरस्वती हेर्दाखेरि अब दुधले नुहाएका मान्छेका छेउमा बसियो कि जस्तो लाग्यो। अब यो उजुर परेपछि यहाँ आउने स्वाभाविक हो। हामी यो सम्मानका साथ यहाँ चाहिँ विषयवस्तुहरूको का सम्बन्धमा उठेका विषयमा हामी आफ्नो जवाफ दिन आएको हो। यो हुर्मतै लिने किसिमको यो परिस्थिति एउटा यो सभ्यताको हिसाबले पनि संसदीय कुराले पनि त्यति मजाको चाहिँ लागेन। म एक एकमा जाउँला। यहाँ चाहिँ उजुरीका सम्बन्धमा यहाँ उजुरी परेका सम्बन्धमा अनुसन्धान हुनुपर्छ, सोधपुछ हुनुपर्छ, सबै ठिक छ। तर त्यसका पनि व्यवस्थित तरिकाहरू छन्। संसदीय अभ्यास
का कुराहरूभित्र पनि हामी प्रहरी मात्रै होइन, यो कित्ताका हामी मुलुकै प्रतिपक्ष पनि होइन। यस्तो विषयवस्तु चाहिँ अत्यन्त महत्त्वपूर्ण हो, तर उठान कताको गयो जस्तो लाग्यो। यसले मैले सुरुमै निवेदन गरेका थिएँ, चुनाव त फेरि अर्को वर्ष पनि हुनुपर्छ। अब 11th आवरमा डिसिजन हुँदाखेरि त्यसैले कसैले गर्दै हुन्थ्यो भने हो। यसो लाग्छ कहिलेकाहीँ त यहाँ काम गर्नभन्दा सजिलो क्रान्ति गर्न छ। र हजुर होइन, अहिले हेर्दाखेरि बोल्न पनि सजिलै छ, आरोप लाउन त सजिलै छ। नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रममा आजका दिनमा माननीयदेखि दयनीयसम्मका उहाँका विरुद्ध बनाएर विभिन्न किसिमको उजुरीहरू हाल्छन्। आचारका, विचारका, व्यभिचारका, ठगीका, वैदेशिक रोजगारमा पठाउँदाखेरि चाहिँ लुटिएका निवेदनहरू पनि छन्। तर त्यसको प्रारम्भिक अनुसन्धान गरेर अहिले अपनाइ आएको मिक्स्ड इन्भेस्टिगेटिभ सिस्टमले हामीले अलि सुन्ने र त्यसपछि मात्रै थुन्ने भन्छौँ। पहिला जस्तो च्याप्पै चाहिँ समातिहालेको छैन। त्यो छ स्थिति। किनभने पहिलाको सिस्टम एडभर्सरियल थियो, त्यस कारणले च्याप्पै समात्ने र सुन्ने किन भन्ने प्रिन्सिपलै त्यस्तो। अहिले चाहिँ सुन्ने र थुन्ने छ, किनभने हामीले अलिकति मिक्स्ड सिस्टम पनि अपनायौँ। अब यो यस्तो सबैका आरोपको अहिले मैले पेटाएर खोलिदिएँ भने बस्न त कोही सकिन्न जस्तो लाग्छ। मलाई पनि थाहा छ साइबर ब्युरोमा कति अनुसन्धान गर्नुपर्ने विषय छन्, सिआइबीमा कति छन्, ती पनि यहीँ खोलौँ त्यो त होइन होला। ती सबै छन्। आरोप लाउँछ कसैले लाग्छ, तर कस्तो मान्छेले उजुर दिएछ भन्ने पनि थाहा छ। यहाँ समितिको मर्यादाको खातिर पनि ती त सबै बोलिएन। एउटै व्यक्तिले 30वटा जति धारावाहिक उजुरी दिइरहेछ, एउटै व्यक्ति विरुद्ध टार्गेटेड दिइरहेछ भन्ने त मैले यसअगाडि निवेदन गरेकै हो। तर त्यो व्यक्ति को थियो भन्नेतर्फ चाहिँ कोही गइएन। हामीलाई थाहा छ त्यसका शङ्काका घेरामा पर्ने मान्छेहरू पनि थाहा छ। तर कानुनका सिद्धान्त र मूल्य मान्यताका आधारमा हामीले त्यो व्यक्ति विरुद्ध कसै विरुद्ध पनि प्रमाणविहीन भएरै पनि त्यत्तिकै बोल्दै चाहिँ हिँड्दैनौँ। त्यति चाहिँ आधारभूत सिद्धान्त हामीले यहाँ मात्रै होइन विदेशमा गएर पनि सिकेकै छौँ। अनुसन्धानका आधारभूत कुराहरू, प्रिन्सिपलका कुराहरू त्यहाँ चाहिँ अब सजिलो चाहिँ गाली गलौजै गर्नु रहेछ मञ्चमा बसेर, त्यो सिक्न पाए हुन्थ्यो। त्यो जुन सिकिन्छ नि त्यतिखेर हामी पनि पुलिस मात्रै त होइन, ब्युरोक्र्याट मात्रै पनि होइन, नागरिक पनि हो। पुलिसको रूपमा त खासै यो छुचो पेसा हो, यसमा सम्मानको अपेक्षा गर्नु नै भुल हुन्छ। तर नागरिकको रूपमा पनि प्राप्त गर्ने आधारभूत सम्मानका विषयहरू पनि छन्। त्यो चाहिँ यहाँ चाहिँ त्यो अब यहाँ प्रहरीहरूलाई घिसार्छु भन्नेहरूले पनि बडा मिठो कुरा गरेर चाहिँ यहाँ सुन्न पाइयो। घिसार्छु भन्ने किसिमको कुन किसिमको पाषाण युगीन मानसिकता बोकेका मान्छेबाट हामी शासित हुँदैछौँ कि भन्ने चिन्ता गरिराखेकै बिचमा बडा दुधले नुहाएका कुरा सुनिन्छ। यस्ता किसिमको विरोधाभासपूर्ण कुराले हामीलाई खासै कहीँ पुर्याउन्न भन्ने यो भन्नै पर्ने भएर मैले यति निवेदन गरेँ। अब मानिसजीहरूले अत्यन्त दयनीय अवस्थाका प्रहरी युनिटहरू भन्नुभयो। 70 वर्षको इतिहासमा प्रहरी चाहिँ लाई जे साधन स्रोत सम्पन्न बनाउनु पर्थ्यो कानुनी हिसाबले, अस्वभावका साधन स्रोतको हिसाबले त्यो त बनाइएकै थिएन। यो
कमसेकम प्रहरी कहाँ यी साधन स्रोत छैन रहेछन् भन्ने थाहा पाइदिएकोमा पनि हार्दिकताका साथ धन्यवाद दिन्छु। र ती केन्द्रले रोकेका कारणले स्थानीय तहसम्म नपुगेका भन्ने होइन। त्यो केन्द्रैमा छैन, केन्द्रैमा जानुभयो भने पनि ती अवस्था देखिन्छन्। हामीले लागेको वर्दी हेरेर तलकाले पाइन्छन् एक्लै खाएका होलान् भन्ने लागेको भए यो हामीले किने हो। अब त्यसैले साधन स्रोत सम्पन्न बनाउने विषय चाहिँ आधारभूत कुरो हो। यो चुनावमा मात्रै प्रहरी चाहिने होइन, अरू बेला पनि चाहिन्छ। त्यसकारणले त्यो पनि सधैँभरि त्यसलाई पुलिसलाई अलिकति आधारभूत किसिमले यसका साधन स्रोत सम्पन्न बनाउनको लागि पनि हामीले प्रयत्नशील हुनैपर्छ। अब हामीलाई त्यहाँ 3 करोड खाएको भन्ने कुरा पनि आयो, 3 करोड हराएको भन्ने आयो। 3 करोड हराएको न त 3 करोड हराएको छ, न हाम्रो घर परिवारका मान्छेहरू संलग्न छन्। प्रहरी भएकै कारणले सबै कुराको अबगाल खाइराख्नै पर्ने होला त। जे भने पनि हुन्छ उजुरकर्ताले त्यति हेर्न पर्ने त हुन्छ होला नि त। त्यहाँनिर एउटा त्यो विषय र त्यो अर्को विषय पनि फेरि यो पनि म यहाँ निवेदन गर्न चाहन्छु कि हाम्रा ब्याङ्क डिटेलहरू निकालेर यत्र तत्र सर्वत्र वितरण गरिएका छन्। ठाउँमा वितरण गरिएकै छन्। अहिलेदेखि होइन, केही महिनाहरू भए। त्यसका पछाडि को छन् पनि थाहा छ। हामी योभन्दा प्रमोसन हुनुभन्दा अगाडि चाहिँ हाम्रै विरुद्ध चाहिँ विषवमन गर्दै 6-7 पानाका आलेखहरू, निवेदनहरू, उजुरीहरू, आरोपहरू आयोगहरूमा नपठाएका होइनन्। त्यहाँ पनि को छ भन्ने पनि थाहा छ। केही हाम्रा सहकर्मी होलान्, केही कम्पिटिटर होलान्, केही जान किसिमले खेदै खन्नुपर्छ भन्ने मान्छे पनि होलान्। त्यो पनि थाहा छ। तर उच्च ओहदामा बसेपछि चाहिँ यति त्यो चाहिँ कालकोट पिएर बस्नुपर्ने भने जस्तो त्यो पनि बेहोर्नुपर्ने चाहिँ हुँदो रहेछ। अब अहिले बिचमा थुप्रै कुराहरू आए। अब निकायहरू स्वायत्त छन्, स्वायत्त निकायहरूले आफूले अनुसन्धान गरेपछि हुन्छ। हाम्रो कहीँ कतै कसैलाई मैले एक कल फोन गरे पनि छैन र मेरो ब्याङ्क डिटेल फेरि हेर्न पनि म अनुरोध गर्छु। मेरा परिवारको त्यो म सजिलै भने जस्तै त्यो पनि हेर्न अनुरोध गर्छु, कल रेकर्ड पनि हेर्न अनुरोध गर्छु। यो यति त हामी प्रष्ट छौँ, कल डिटेल हाम्रा पनि हेर्नुपर्छ र त्यस्ता मान्छेहरूका पनि कल डिटेल हेरिनुपर्छ। त्यो पनि म निवेदन गर्छु। ती मान्छेहरूको नाम यहाँ किन भनौँ, म अनुसन्धानकर्तालाई भनौँला। एउटा अनि अर्को चाहिँ यो स्टक अडिटका कुराहरू भए, कानुन सम्मतका कुराहरू भए, त्यसमा हामी त्यसै गरी गरे हो। यो हामी बिर्सनी बानी भएका मान्छे रहेछौँ। त्यो कोभिड-19 हुँदाखेरि अग्ला घर बनाएकाले घर काटेर होचो बनाएको थिए, फेरि बिर्सेर अग्ला घर बनाएको देखिन्छ। भूकम्पमा पनि त्यस्तै। हजुरले भूकम्पमा कोभिड हुँदाखेरि बिहान बेलुकी हात धुन्थ्यो, अहिले हात नधुइकन खाएको पनि देखिन्छ। निर्वाचन अगाडि चाहिँ बडा मुस्किलको अवस्था थियो सबैलाई। जसरी पनि निर्वाचन भएर एउटा ट्र्याकमा चाहिँ मुलुक गए हुन्थ्यो भन्ने चाहना थियो। त्यसै चाहना अनुरूप हामीले इमान्दारीपूर्वक काम गरे हो। अब त्यसैले मैले भने काम गर्नुभन्दा सहिलो क्रान्ति गर्न हुन्छ क्या, घचाघुचु गर्नु त त्यस्तो सुविधा प्राप्त होस्। अर्को चाहिँ यो पत्र पठाइएका कुराहरू, त्यहाँनिर प्रमाणित गर्ने कुराहरू हामीले यहाँ भन्यौँ। यो चाहिँ यहाँ आएर खालि हामीले ढाकछोप गर्न बोलेको चाहिँ होइन सहज्यू। यसमा हामीले जे छन् त्यही भने हो। त्यतिखेरको परिस्थिति त्यस्तै थियो। त त्यतिखेरको परिस्थिति अहिले बिर्सियो नि त, सहकाल लाग्यो। सहकाल लाग्दाखेरि चाहिँ अब अगम्य भयो ती सबै कुराहरू। त्यसकारण त्यतिखेर जसरी चुनाव गराइदियो हुन्थ्यो भन्ने कुरा अहिले परिवर्तित भयो। परिवर्तितको चाहिँ बिर्सिन सहिलो छ। र फेरि पनि आउँछ चुनाव, फेरि पनि आउँछ, फेरि पनि समस्या आउँछ। खरिदका कुराहरू यति धेरै गिजोलिए कि त्यही ठेकदारका बिचमा, त्यही कम्प्युटरका बिचमा, हाम्रै साथीहरूका बिचमा, प्रहरीहरूका बिचमा, यी सबैका बिचबाट यी गिजोल्ने काम भएपछि खरिद गर्नु कि नगर्नु। पोहोर साल 23 र 24 गते पछाडि नाङ्गै ड्युटी गरेका छ प्रहरीले, खाली खुट्टा गरेका छ, युनिफर्म नभइकन गरेका छ, साधन स्रोत नभइकन बनाएको छ।
एउटा पनि साधन 593वटा सवारी साधन जलेको काठमाडौँमा, यी मुलुकमा चुनाव हुने अगाडि 1 महिना अगाडि, झन्डै 20 दिन अगाडि बल्ल दाताले दिएका सवारी साधन पाएर चुनाव गराएको हो। त्यो 6 महिनासम्म तैँले कसरी गाडी ल्याएर चलाइस्, यहाँ गस्ती पटोल कसरी गरेका छन्, सुरक्षा प्रत्याभूति कसरी गरेका छस् भनेर त कसैले प्रश्न सोधेन। भगवान्ले आएर चलाएको थिएनन् नि, हामीले चलाएको मागेर। र त्यतिखेर पनि हाम्रा बिग्रेका भत्केका छेदविच्छेद भएका चौकीहरू जनताले बनाइदियो। जनताको त्यत्रो दर्वीभूत हुने अवस्थामा सवारी साधन टाइमले दिए भए हुन्थ्यो नि त, अझ गतिलो यो चुनाव भव्य गराइदो हो होइन। र त्यसैले मैले अगाडि भने यो सबै मान्छे डराउने स्थिति बन्यो। पहिला हाम्रो पनि त्यो सुडानमा त्यस्तै समस्या बन्यो। यो खरिद गर्ने कुरामा सबै किसिमको मान्छेहरू पन्छिन थाले। को नपन्छिने? उच्च होदामा नेतृत्वमा पुगेपछि पन्छिन नमिल्ने भयो। नपन्छिकन राम्रो काम गरौँ भने मैले अगाडि त्यही भएर भनेको, एउटा सुरु नै गरेको छैन, चर्चा भएको छैन, एउटा यसो गर्न पाए हाम्रा के अरे मृत्यु भएका शहादत प्राप्त गरेका अमर प्रहरीहरूको परिवारलाई भर्तेक हुन्थ्यो कि भनेर राखेको प्रश्नमा 30 लाख खायो लेखिदियो। अब 30 लाखको पनि एकचोटि बोलाइदिनु न हजुर। फेरि यो लेखा संविधान 30 लाख खाइसले भनेर बोलाएर फेरि जवाफ दिनु पर्ला। त्यसरी कसरी सिर्जना हुन्छन् यी कुराहरू भन्ने पनि छ। एक थरीले शपथै खाएर यो 1 जुनीमा शपथै खाएर चाहिँ निवेदन लेख्ने मान्छे पनि छन् नि, नाम भन्नुला नि म। त्यसको कल डिटेल पनि लिएर हेरिदिउँ नि त। हाम्रा सबै लिउँ। जागिर खाएको इन्सपेक्टर जागिर खाएको 5-7 वर्ष युएनमा काम गरियो, ल त्यसपछि ल्याउँ नि त, सबै ल्याउँ न, हिसाब गरौँ। होइन भने आजसम्म निष्ठापूर्ण काम गरे मान्छेलाई ल्याएर अब यहाँ ल्याएर जीवनला दिए भने जीवनला दियो भने त स्ट्यान्ड होइन होला। कुनै पनि ठाउँको एउटा सामान्य मर्यादा त हुन्छ होला नि, एउटा त्यो पनि मैले भन्दैछु। त्यसैले अलिकति हाम्रा पनि निवेदन परेका छन् नि, सबैका परेका निवेदन यस्तै गरी आउँदाखेरि चाहिँ गाह्रै पर्छ। अब मलाई पनि सोध्दैछु ल्याउँ कि क्या हो, गाह्रै पर्छ। अब यो चौकीको कुरा मैले अगाडि भने, गाह्रो हामीलाई पनि गाह्रै छ, नदिएको होइन। 970 प्रहरी युनिट छन्, अस्थायी प्रहरी युनिटको माग छ। अलरेडी 1300 प्रहरी चौकीहरूको घर छैन, सवारी साधन छैन। प्रश्न सोध्ने मान्यज्यूलाई मेरो प्रश्न छ कि जग्गै नभएका प्रहरी चौकीलाई जग्गा दिने कुरा गरिदिउँ एक दिन। सवारी साधन नभएका प्रहरी चौकीलाई सवारी साधन 593वटा सवारी साधन जल्दाखेरि नेपाल पुलिसले प्राप्त गरेको त 250 सवारी साधन, बाँकी त छैन त। अनि मसँगै छैन, मैले कुन चाहिँ त्यो बन्दुके प्रहरी चौकीलाई बरथकालाई दिन्छु त? सकिनँ नि मैले पनि। त्यसैले मान्यज्यूले सकिदिनुहोस्। अहिले हामीले के भनेका छौँ भने तालु गृह मन्त्रालय मार्फत सङ्घीय मन्त्रालयमा लेखेर स्थानीय प्रहरी चौकी चाहिने हुँदा स्थानीय प्रहरी चौकीको भवन चाहिँ बेरुजु पनि चिन्ता छ उहाँहरूलाई। त्यो भवन बनाइदिने जिम्मा पनि स्थानीय तहले लिदियोस्, लो कस्ट बिल्डिङ बनाइदियोस् र स्थानीय तहले ती बिल्डिङ बनाइदियोस्। र हामी आजका दिनमा हाम्रो क्यालकुलेसन 105 वर्ष लगाएर बनाउने भवनहरू एकै वर्षमा 285 भवन बनाऊँ न त भनेका छौँ। त्यो बन्दाको दिनमा बन्दुके प्रहरी चौकी पनि अलिअलि हेर्न लागेको होला अहिले भन्दा, र हाम्रा प्रहरीहरू पनि अलि हेर्न लागेको होला। हाम्रा प्रहरीको पनि छैन, हाम्रो पनि छैन। काठमाडौँमा यस्तो हालत छ। काठमाडौँमा बसेको ब्यारेक हेरिदिनुहोस्, ब्यारेक कसरी प्रहरी बसिया छ। अनि बल्ल बन्दुकी चौकी पनि हेर्नु तुलना गर्नु त काठमाडौँ राजधानी यस्तो छ। राजधानी बाहेक पनि मुलुक छ, म त राजधानी बाहिरबाट आएको, यो पनि थाहा छ। र अरू त अब मोटामोटी धेरै लामो किन भनौँ। त्यसैले अब यो निवेदन छ कि यी सबै कुराहरू ध्यान दिइयोस् भन्ने हो। सबैले यसलाई नेमिङ, सेमिङ, ब्लेमिङ, गेमिङ गर्न हामीलाई पनि आउँछ पर्यायमा। धन्यवाद।